लाग्छ यो 100% तोतापुरी हो। तोतापुरीको यस्तो हुन्छ, यो तोतापुरी जातको रहेछ। पनि यसको रेट अब मैले हजुरलाई अपडेट गर्छु। अङ्कलजी आउनु न यता, यहाँ आउनु न। यसको रेट सोध्छु अङ्कल, यसको मोटामोटी रेट कति हो? मोटामोटी 40,000 दिनले कति दिन्छ? दिनले कति दिन्छन् भने यसलाई जोखेर दियो भने कसरी दिने? जोखेर 720 रुपियाँ किलोमा दिने। जोखेर अलिक कम भन्नुभयो त ल हेर्नु 25,000 को साथीहरू, ल हेर्नु 25,000 को यो हो। यसको भनिदिनु हो, यसको अङ्कल यसको 21,000, यसको 21, यसको साथीहरू 21,000 मा तिनवटा अङ्कल जोखेर दियो भने के भाउ हो? 650। अङ्कलजीले साथीहरू जोखेर दिनुभयो भने 650 को रेटमा दिने अरे। मिठो ओए होए पाल्पाको चिसो हावापानीको। हजुर हजुर, चिसो हावापानीको एकदम खाएपछि उफ्रनी गराउँछ। ओए होए होए। त्यो आजको बजारमा यसको रेट कति हो ठ्याक्क दिने रेट भनिदिनु। माग्ने नै दिने रेट भनिदिनु भिडियोमा। दिने रेट 700 रुपियाँ किलो। 700 रुपियाँ किलो कसरी? 700 रुपियाँ किलो जिउँदो जोख्ने हो? जिउँदो जोखेर 700 रुपियाँ किलो। हजुर, ओए होए होए। भनेपछि यो कति किलो जतिको पर्ला होला अङ्कल? लगभग तपाईँको 46-47 किलो छ। 47 किलो भनेपछि। हेलो साथीहरू, गुड मर्निङ अनि दर्शक नमस्ते सबैजनालाई। साथीहरू, नेपाली भिलेज युट्युब च्यानलमा आज फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरू, तपाईँहरूले पक्कै पनि देखिसक्नु भएको छ मेरो मोबाइलको स्क्रिनमा। म आज नेपालकै सबैभन्दा ठुलो र सबैभन्दा सस्तो खसी बोका बजारमा आइसकेको छु। यो भिडियोमा यो बजारको लोकेसन के हो, यहाँ कस्ता कस्ता खसी बोकाहरू पाइन्छ, अनि यहाँबाट आफ्नो घरसम्म फार्मसम्म लिएर जाने सिस्टम के हो, र यो बजारको विशेषता के छ त्यो पनि मैले यो भिडियोमा तपाईँहरूलाई देखाउने छु। र खास गरी केही खसी बोकाहरूको म रेट भाउहरू पनि हजुरहरूलाई अपडेट गराएर यो भिडियोमा जानकारी गराउने छु। जति पनि साथीहरू हाम्रो च्यानल नेपाली भिलेजमा नयाँ हुनुहुन्छ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब भने म यहाँनिर भित्र गएर हजुरहरूलाई धेरैभन्दा धेरै यो बजारको जानकारी गराउँछु। ल साथीहरू, म यतिखेर अझै करिबबाट नजिकबाट मैले यो बजारमा रेट भाउहरू के कस्तो छ हजुरलाई अपडेट गराउने छु। भिडियो स्किप नगर्नु होला। यतिखेर यहाँनिर सेतो झक्कडे बोका छ। यहाँ अङ्कल यो हजुरको यसो यता आइदिनु न, यसो यतैपट्टि आइदिनु न, यहाँ आइदिनु न। यतिखेर एकजना हाम्रो अङ्कलजी हुनुहुन्छ। अङ्कलजी नमस्ते। नमस्ते नमस्ते। अङ्कल कहाँदेखि आउनुभएछ? हामी पाल्पा माडीबाट। ओहो, म पनि त्यही गाउँले जो परेछु अङ्कलजी। आज कतिवटा बोका ल्याउनु भएको छ? यहाँ मैले धेरै देखिरहेको छु। के ल्याउनु भएको छ आज भनिदिनु न। हाम्रो साथमा छ 13-14 छ। 13-14 माल छ। हामीलाई सर्र देखाइदिनु न हल्का। यो पनि हजुरकै हो? यो जम्मै यो जति पुरै हो। यो के हो? यो कालो? यो खसी हो हजुर। ओए होए, के जातको अङ्कल? यो लोकलै हो? लोकल एकदम। यो खरी भन्छ यसलाई। खरी जातको? खरी जातको मासु पनि नम्बर 1 मा मिठो। ओए होए पाल्पाको चिसो हावापानीको। हजुर हजुर, चिसो हावापानीको एकदम खाएपछि उफ्रनी गराउँछ। ओए होए होए। त्यो आजको बजारमा यसको रेट कति हो ठ्याक्क दिने रेट भनिदिनु। माग्ने नै दिने रेट भनिदिनु भिडियोमा। दिने रेट 700 रुपियाँ किलो। 700 रुपियाँ किलो कसरी? 700 रुपियाँ किलो जिउँदो जोख्ने हो? जिउँदो जोखेर 700 रुपियाँ किलो। हजुर, ओए होए होए। भनेपछि यो कति किलो जतिको पर्ला होला अङ्कल? लगभग तपाईँको 46-47 किलो छ। 47 किलो भनेपछि साथीहरूले बुझिसक्नु भएको छ। 700 रुपियाँ किलो भनिसक्नु भएको छ। कन्भर्ट यसो क्यालकुलेटर हान्नु होला साथीहरू। भने यो बोकाको कति अङ्कल आजको बजारमा? यसको भनिदिनु न, सेतो बोकाको, झक्कडे बोकाको। यो झक्कडे बोकाको पनि किलोमा त्यही 700 हो। 700 नै हो? हजुर 700 नै हो हजुर। मोली मलाउ 22-23 हजार पर्न जान्छ। 22-23 हजारको बोका हेर्नुहोस्, झक्कडे बोका साथीहरू। यस्तो झक्कडे बोका और यस्तो खरी बोका चाहियो भने, खरी जातको खसी चाहियो भने यहाँ आउन सक्नुहुन्छ। यो बोकाको जात भनिदिनु के हो? यो पनि खरी हो? यो पनि खरी नै, खरी जातको। आउनुहोस् यता आइदिनुहोस्। अब यहाँ अङ्कलजीसित मैले धमाधम साथीहरू यहाँ रेटहरू सोधिरहेको छु। यहाँ पुरा 15-16वटा लिएर आउनु भएको छ अङ्कलजी। हो यताबाट यो पनि हजुरकै हो? हजुर हाम्रै हो। यो हो चाहिँ यो कुन जातको हो? यो चाहिँ यो लामकाने भन्छ। लामकाने। ल हेर्नु साथीहरू, लामकाने। ओए कान कति ठुलो छ, देखाइन त कान, देखाइन त खै। बाफ्रे 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 कान।
कान हेर्नुहोस् कान यसको रेट भनिदिनु अङ्कल कति हो यो पनि त्यही नै हो 700 रुपियाँ यो पनि साथीहरू 700 रुपियाँ किलो यतिकै नजोगिकन दिँदाखेरि कतिमा दिने यसलाई हो यसलाई झक्कडेलाई 22-23 मा पर्छ 22-23 हजारको यो झक्कडे बोका यो पनि 22-23 हजारको झक्कडे बोका जिउँदो लैजानुहुन्छ भने 700 रुपियाँ केजी साथीहरू ल हेर्नु भने यो चाहिँ के अङ्कल यो पनि पाठी हो यो पनि साथी पाठी हो पाठी पनि बिच्छ यो बजारमा अरे हो र ओए होए होए यो पाठीको रेट पनि भनिदिनु न साथीहरू यो पाठी रहेछ है पठ्याङ्ग्री यसको भनिदिनु न यसको चाहिँ त्यही 5-6 हजार पर्न जान्छ 5-6 हजार भनेपछि 5500 जतिमा दिनुहुन्छ यो पाठी चाहिँ 5500 जतिमा दिनुहुन्छ भने यहाँनिर म अझै अङ्कलसित मैले यो के हो अङ्कल यो चाहिँ यो रातो टाटोपाटे बाघ जस्तो खसी हो खसी रहेछ ल साथीहरू हेर्नु त यो खसी यसको रेट कति हो भनिदिनु न हो यसको रेट मोटामोटी 30,000 पर्न जान्छ 30,000 को खसी ल हेर्नु साथीहरू रातो ल हेर्नु होए खसी त धेरै ठुलो देखिरहेको छु 30,000 को जिउँदो दियो भने जोखेर दियो भने 700 रुपियाँ रेटै 700 पुरै अङ्कल ओए होए यो बजारमा आज हजुरलाई कस्तो लागिरहेको छ यहाँ भनिदिनुहोस् न कस्तो रेटहरू आज डाउन छ कि अप छ कि कस्तो छ भनिदिनुहोस् त यो बजारको बारे अङ्कलजी रेट त मैले धेरै सोधिसकेँ हजुर ठिकै छ हेर्नुहोस् पहिला कहिले यो मालहरू झराल्ने बित्तिकै जान्छ हजुर एउटा पनि रहन्न हजुर अहिले अलिक मौसमले गर्दाखेरि अलिक यसको आधा घण्टा पछि यो जम्मै जान्छ ए हजुर फार्म गर्ने बाख्रा फार्म गर्ने अथवा किसान हो कि हजुर उता गाउँबाट लिएर यहाँ बेच्ने सधैँ बेच्ने व्यापारी हो किनबेच गर्ने व्यापारी हो हजुर ए घर हजुरको मेरो पाल्पा माडी अच्छा सधैँ तपाईँ बुधबार र शनिबार यहाँ आउनुहुन्छ म अहिले भयो यो त हजुर 54-55 वर्ष भयो यो व्यापार गरेर यो व्यापार गर्न लाग्यो उता गाउँ घरतिर पनि हजुरको बाख्रा फार्महरू अनि के छ उहाँ पनि हामी तपाईँको भिडियो बनाउन आउँछौँ भिडियो बनाएर हाम्रो च्यानलमा राखिदिनेछौँ हजुरसित कुरा गरेर धेरै खुसी लाग्यो अङ्कलजी यो खैँसी बोकाहरूलाई एकदम टनाटन छकाछक आज क्यास पैसा पार्नुहोस् हजुरलाई धेरै धेरै शुभकामना छ अङ्कलजी धन्यवाद नमस्ते अङ्कलजी ल धन्यवाद यतिखेर साथीहरू मैले पाल्पाबाट आउनुभएको अङ्कलजीको मैले रेट सोधिसकेको छु भने यहाँबाट अब म तपाईँहरूलाई अझै जानकारी गराउन चाहन्छु यहाँनिर एउटा बोका देखिरहेको झक्कडे पनि यहाँनिर एकदमै झक्कडे बोका देखिरहेको छु पुरा एकदमै खतरनाक पैसा नउठेको छ ल हेर्नु साथीहरू यो बोकाको मैले रेट भाउहरू तपाईँहरूलाई अपडेट गराउँछु अब केही छिनमा यहाँनिर एउटा सेतो झक्कडे बोका पनि छ भने दाइ हजुरको यो हजुर मेरो कति भन्नुभएको छ नि आज भनिदिनु न ठ्याक्क यसको रेट मोटामोटी 35 किलोको उमा दिनु न जोखेर किलोमा जोखेर दियो भने 700 ए ल यहाँ हाम्रो एकजना दाइ हुनुहुन्छ साथीहरू हेर्नुहोस् यो झक्कडे बोकालाई सलमान खान पनि यसको नाम सलमान खान हो र मान्छेको नाम सलमान छ ए सरी के अरे यो बोका भनेको साथीहरू मोटी यसको रेट भनेको 35 भन्नुभएको छ जोखेर लिनुहुन्छ भने यो झक्कडे बोकाको साथीहरू जोखेर लिनुहुन्छ भने यसलाई 700 रुपियाँ किलोमा तपाईँहरूले देख्नु त ल हेर्नु होए क्या दामी रहेछ हामी 700 रुपियाँ किलोमा यहाँ सरले दिने भन्नुभएको छ मोटामोटी भने यसलाई 35,000 भन्नुभएको छ भने अब म यहाँबाट अझै अगाडि तपाईँहरूलाई झक्कडे बोकाको पनि रेट हजुरहरूलाई अझै देखाउने छु भिडियो स्किप नगर्नु होला यो बजारको लोकेसन भनेको बुटवलको हाट बजार बुटवल आइसकेपछि तपाईँहरूले हाट बजार भनिसकेपछि तपाईँ यहाँ आउन सक्नुहुन्छ र हाट बजारमा तपाईँले खसी बोका बजार कहाँ लाग्छ भनेपछि सबैले बताइदिन्छन् तपाईँ सोधेर आउन सक्नुहुन्छ यो बजार हप्ताको बुधबार र शनिबार हरेक हप्ताको लाग्दछ भने यहाँनिर रोजी छानी ल्याउनु खसी बोका भनेको फालाफाल आज बुधबारको बजारमा कति चाहियो खसी बोका ल्याउनु साथीहरू रोजी जस्ता चाहिए पनि एकदम 700 रुपियाँ किलो रेट सुनिसकेको छु मैले यहाँ 2-3 जना व्यापारीहरूसँग भने यहाँनिर यस्ता साना चाहियो भने पनि यो हजुरको सर किन आउनुभएको ए हजुर
हजुरको यहाँ एकजना दाई हुनुहुन्छ दाई कतिवटा लिएर आउनुभएको छ आज यो बजारमा भन्दिनु कतिवटा 9वटा मैले त जम्मा 3टा देखिरहेको छु 1 2 3टा अरू बिकिसक्यो 3टा के हुन् भनिदिनु न यो खसी बोका हो कि पाठी हो कि टिन्टी बोका हो यिनको रेट आज कति हो भनिदिनु न 30,000 एउटाको होइन 3टाको सरी 3टाको 30,000 भन्नुभएको छ 10,000 गोटा ल हेर्नु साथीहरू यहाँ दाई हुनुहुन्छ भने 10,000 रुपियाँ गोटामा दिने 10,000 गोटा यसलाई पनि 10,000 यसलाई पनि 10,000 यसलाई पनि 10,000 यो त लैजानु पर्छ क्या सेतो त मैले 10,000 हो के डिस्काउन्ट अच्छा 10,000 मा ल हेर्नु साथीहरू यसलाई पनि 10,000 भन्नुभएको छ यसलाई पनि 10,000 भन्नुभएको छ भने यो सानो ल यसलाई पनि 10,000 भन्नुभएको छ ल भने अब म यहाँबाट अझै अगाडि गएर म हजुरलाई अझै अपडेट गराउने छु यो बजारको सबैभन्दा फेमस र पुरानो व्यापारी हुनुहुन्छ अङ्कलजी हो नमस्ते नमस्ते हो यो बोका हजुरको यति ठुलो बोका यो कुन जातको बोका भनिदिनु न यो राजस्थानी तोतापुरी हो कि सिरै हो कि के हो भनिदिनु न थाहा छ केही ओए अङ्कलजीलाई थाहा छैन भनेपछि कालो कलरको एन सिङ घुम्री परेको मलाई लाग्छ यो 100% तोतापुरी हो तोतापुरीको यस्तो हुन्छ यो तोतापुरी जातको रहेछ भने यसको रेट अब मैले हजुरलाई अपडेट गर्छु अङ्कलजी आउनु न यता यहाँ आउनु न यसको रेट सोध्छु अङ्कल यसको मोटामोटी रेट कति हो मोटामोटी 40,000 दिनले कति दिन्छन् भने यसलाई जोखेर दियो भने कसरी दिने जोखेर 720 रुपियाँ किलोमा दिने जोखेर दिनुभयो भने 720 रुपियाँ किलोमा दिने भनेर अङ्कलजीले भनिसक्नु भएको छ मोटामोटी दिनुहुन्छ भने अङ्कलजीले 40,000 भनिसक्नु भएको छ राजस्थानी तोतापुरी एन रङ कालो कलरको लाम्काने यतिखेर साइज भनेको एकदमै बिग छ साथीहरू बिग छ लङ एकदम कान हेर्नुहोस् कति लामो छ एक हातको कान छ भने ल अङ्कलजी अरू के छन् आज देखाइदिनुहोस् न अरू पनि ल आउनुहोस् न यतापट्टि अपडेट गराइदिउँ हाम्रो साथीहरू मित्रहरूलाई देश विदेशबाट हेर्ने हाम्रो किसान मित्रहरूलाई र पशुपालन प्रेमी मित्रहरूलाई आज हजुरको बोका खसीको अपडेट रेट भाउहरूको जानकारी अपडेट गराउँदैछु भने यहाँनिर एकजना सरले यहाँ लैजाँदै हुनुहुन्छ घिसार्दै तान्दै भने हो यो बोकालाई आज कतिमा पार्ने मोटामोटी हो यसको भनिदिनु न यसको 25,000 बस अलिक कम भन्नुभयो त ल हेर्नु 25,000 को साथीहरू ल हेर्नु 25,000 को यो हो यसको भनिदिनु हो यसको अङ्कल यसको 21,000 यसको साथीहरू 21,000 मा भन्नुभएको छ भने हो यो झक्कडे बोकाको 23,000 मैले 23,000 को देखाइन्छु साथीहरू ल हेर्नु 23,000 को यो भने इन तिनटालाई अङ्कल जोखेर दियो भने के भाउ हो 650 अङ्कलजीले साथीहरू जोखेर दिनुभयो भने 650 को रेटमा दिने अरे जोखेर जिउँदो 650 मा दिने अरे यसको पनि भने उतातिर एउटा अङ्कलले भन्नुभएको थियो कि 700 भन्नुभएको थियो भने हुन्छ अङ्कलजी यिनीहरूलाई क्यास पैसा पार्नुहोस् हजुरलाई धेरै शुभकामना छ धन्यवाद अङ्कलजी धन्यवाद ल साथीहरू यतिखेर मैले अङ्कलजीसँग पनि अपडेट लिइसकेको छु साथीहरूमा यतिखेर भिडियोको अन्तिमतिर छु जति पनि साथीहरू हाम्रो च्यानल नेपाली भिलेज युट्युबमा हुनुहुन्छ हाम्रो च्यानललाई फेरि पनि सब्सक्राइब गरिदिनु होला मैले यस्तै खसी बोका बजारका राँगा बजारका भैँसी बजारका भिडियो लिएर फेरि पनि हजुरलाई जानकारी गराउन आउनेछु भन्दै यो भिडियोमा यति नै सबैजनालाई नमस्ते धन्यवाद अर्को भिडियो लिएर फेरि पनि छिटै नै आउनेछु भन्दै सबैजनालाई फेरि पनि धन्यवाद थ्याङ्क यू